कृषि र कृषिसँग सम्बन्धित विविध विषयमा जानकारी गराउने क्रममा आज म तपाईँलाई अत्यन्तै उपयोगी र महत्त्वपूर्ण भिडियो प्रस्तुत गर्न लागिरहेको छु। आदरणीय दर्शक एवं कृषक साथीहरू, तपाईँ जुन दृश्य देखिरहनु भएको छ, मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर 6 को दृश्य हो र तपाईँले यो दृश्यबाटै थाहा पाइसक्नु भएको छ अकबरे खुर्सानी खेती हो। समग्रमा भन्नुपर्दा यो अकबरे खुर्सानी खेतीमा विभिन्न कुराहरू छन्, जानेर पनि कति कुराहरू जानि नसक्नु जस्तो पनि भएको हुन्छ अवस्था अनुसार, किनभने नयाँ नयाँ चुनौती, नयाँ नयाँ चाहिँ समस्याहरू आइरहेका हुन्छन् र कति कुराहरू अनुभवले पनि व्यक्तिलाई खारिन्छ भनौँ, खारिने बनाउँछ। यो दृश्य मैले तपाईँलाई किन प्रस्तुत गरिरहेको छु भने यो झन्डै झन्डै जेठको अन्तिमतिर लगाइएको अकबरे खुर्सानी हो र निकै छिप्पिएको अवस्थामा लगाइएको थियो। बन्दा खेती गर्नुभएको थियो एकजना कृषकले र बन्दा चाहिँ भाउ खासै नआएको कारण अलि ढिला काट्नुभयो र जमिन खाली हुन टाइम लागेको कारणले अकबरे खुर्सानीको बिरुवा छिपिएको अवस्था थियो र छिपिएको अकबरे खुर्सानी खेती मतलब बिरुवा चाहिँ यो खेती गर्न खोज्दाखेरि चाहिँ कतिपय कृषकहरू डराउने, आत्तिने, के हुने भन्ने पनि गरिरहनु भएको छ। त्यो अवस्थामा मैले यो भिडियो काम लाग्छ भनेर प्रस्तुत गरिरहेको छु। अकबरे खुर्सानीको बिरुवा छिपियो भनेर तपाईँले कहिले पनि चिन्ता गर्नु पर्दैन, किनभने यो फुल फुल्न खोजेको अवस्थामा नै लगेर सार्दा पनि सफल भएको मेरो आफ्नै पनि अनुभव छ र तपाईँलाई यो अनुभव सँगै कृषकले गर्नुभएको यो दृश्य, यो खेतीको दृश्य मैले तपाईँलाई प्रस्तुत गरिरहेको छु। तपाईँ देख्न सक्नुहुन्छ थाँक्रा लगाइएको छ, किनभने बिरुवा निकै अग्लो थियो र सार्ने बित्तिकै थाँक्रा लगाउनु पर्ने हाइट थियो र यति सफल भएको अवस्था छ, किनभने प्रशस्त फलेको अवस्था छ। यो घामले गर्दाखेरि अझ त्यति देखिएको छैन भनौँ, लाइट ठोकिएको अवस्था छ र समग्रमा भन्नुपर्दा उहाँले पटक पटक टिपिसक्नु भएको छ। उहाँले अझ यसमा विधि पुर्याउनु भएको भए अझ पात र फुल चिचिला प्रशस्त हुन्थ्यो। यो चाहिँ उहाँले अलिकति सावधानी कम अपनाउनु भएको, पछिल्लो समयमा स्याहार कम गरेको कारणले गर्दा पात छैन र पात नभइसकेपछि चाहिँ छिपिएको अकबरे चाहिँ प्रशस्त पाक्छ, छिट्टै नै पाक्छ। र मैले किन यो भिडियो प्रस्तुत गरेँ भने अब हामीले अकबरे खुर्सानी यो ढिलो भएको बेलामा मात्रै होइन कि अन्य बेलामा पनि अकबरे खुर्सानीको बिरुवा चाहिँ छिप्प्याएरै सार्दाखेरि अत्यन्तै राम्रो हुन्छ, छिटो फुल फुल्छ, फल लाग्छ र उत्पादन पनि दिन्छ। यसको लागि चाहिँ हामीले सावधानी अपनाउनु पर्ने विषय भनेको चाहिँ ब्याडमा ढुङ्सीबाट बचाउनु पर्छ। ब्याडमा भएको बिरुवालाई एकदम चिसो पनि होइन र सुक्खा पनि होइन, ब्यालेन्समा राख्नु पर्यो। झारपात एउटा पनि आउन दिनु भएन, दिउँसो खुल्ला राख्नु पर्यो। बेलुका मौसम अब झरिलो खालको भनौँ, झरी आउने खालको अवस्थामा बाहेक बेलुका पनि नछोप्दा फरक पर्दैन। दरिलो बनाउन सक्छौँ र धेरै हाइट बढ्न थाल्यो भने मैले यो च्यानलमै प्रस्तुत गरिसकेको छु, बिरुवालाई यताउता ढल्काउने, लडाइदिने बिस्तारै र पछि सङ्घर्ष गरेर उठ्छ, डाँठ मोटो हुन्छ र हाइट बढ्न पाउँदैन। र हामीले बिरुवा सार्दाखेरि चाहिँ बिरुवामा चाहिँ ध्यान दिनुपर्ने कुरा चाहिँ खनेर निकाल्नुपर्छ, जरासम्म आउने गरी सार्दाखेरि एकदम ध्यान दिनुपर्छ र यो विधि अपनाउँदा अत्यन्तै राम्रो हुन्छ।